अचार बिना खानाको आलु खाजा गुन्द्रुक अचार आगोमा पोलेको पुरा दामी हुन्छ साथीहरू अचार यो कालो कालोको कालो कालै हुन्छ यो सफा यो अलिक अर्कै हो यो पाको हो नि त यिनीहरू त भने थोरै पकाउनु मिल्यो हैन यहाँ चटपट आयो हेलो गाइस वेलकम माई युट्युब फ्यामिली अलाई सेवा नमस्ते तपाईँ सन्चै हुनुहुन्छ होला म एकदम सन्चै छु गर्नु दाडेको अनि आज फेरि मैले नेक्स्ट दिन फेरि आउँछु साथीहरू खाना पनि बसाइसके पाक्दैछ खाना हामीले जाने मौसममा चाहिँ आगोमै खाना बनाउँछौँ साथीहरू यसरी नै आगोमा पोलेको पुरा दामी हुन्छ साथीहरू अचार मासु पकाउन सही लाग्यो मलाई आमाले ल्याउनु भएको अरे मासु पकाउने यहाँ जान्ती हुन्छ है अहिले बजार देखाउनु भएको अनि आमा र आन्टीको लागि किन्ती भिजाइदिँदैछु आज मलाई आमाले दिनुभएको जस्तो सिङ्गराहरू मैले आमाले दिनुभएको सिङ्गरा खाइदिएँ थोरै पकाउनु मिल्यो हैन त्यो भाडो हुँदैन गुन्द्रुक अचार ठिकै छ त यो आमाले दिनुभएको गुन्द्रुक आज सम्झाएँ मैले नत्र है मेरो सब जान्थ्यो यहाँ आयो भनिदिनु न आमा यो कालो कालोको कालो कालै हुन्छ यो सफा यो अलिक अर्कै हो यो पाको हो नि त यिनीहरू यहीँ तल पर्ने यहीँ माथिको छतको मलाई सानो पनि हुँदैन सानाङमा मात्रै हुन्थेन ठिकै छ त ल फ्याँकिदिनु भयो त्यहाँनिर गरेर राखेको यस्तो अचार यतिको दिन हुँदैन यो गइदिनु आँटेको छ आलु खाजा पाक्दैछ आलु खाजा आज आलु खाजा गुन्द्रुक अचार आलु पाको खाजा आलु खाजा तेल खारो हुँदैन आलु तार्नु पर्यो ओके गाह्रो छ अचार बिना खानाको तातो भयो त्यहाँ तातो तातो पिरो त्यहाँ गर्ने आउँछ हुँदैन अचार पिरो आमा आन्टी आमाले आमा उखु ल्याउनु भएछ यो कुन उखु हो देउरी कालै हो तर गुलियो छ यो यसो जाडो मौसम उखु खानु खाइन्छ है यहाँ चटपट आयो हामी चाहिँ खाजा खानाको दिउँसो चटपट मिठो छ आन्टी
खोर्सानी त साह्रो पिरो खालको छ त तर मैले पिरो भएन अन्त हेर्नु खोर्सानी कस्तो धेरै छ यो खोर्सानी हेर्नु मेरोमा कति धेरै छ अन्त पिरो साथीहरू आजको लागि यति नै थियो भिडियो हजुरलाई कस्तो लाग्यो मन पराएर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई